भागवत के हो? भागवत के हो? भागवत के हो भने मृत्यु सिकाउने ग्रन्थ, मर्न सिकाउने, मुस्कुराएर मर्न सिकाउने ग्रन्थ। मुस्कुरा, यस्तो पनि हुन्छ र? पक्का हुन्छ, 100% हुन्छ। त्यसको लागि भागवत सुन्नु पर्यो नि, अभ्यास गर्नु पर्यो नि। भागवतले भगवान दिलाइदिन्छ, भागवतले कन्हैयासँग भेटाइदिन्छ, भागवतले यो विश्वास दिलाइदिन्छ कि तिमी मृत्यु हुँदाखेरि तिम्रो समीपमा बाँसुरी बजाउँदै कृष्ण कन्हैया खडा हुन्छन्। अनि मर्न को डराउँछ? मरेपछि मेरा भगवान पाइन्छन् भने, मरेपछि मुस्कुराउँदै गरेका कृष्ण कन्हैयाको सामिप्यता पाइन्छ, चरण समात्न पाइन्छ भने मृत्युदेखि किन डर? किन डर? पाप गर्ने, अनाचार गर्ने, दुष्टाचार गर्ने, भ्रष्टाचार गर्ने, अतिचार गर्ने, कदाचार गर्ने, अकृत कर्म गर्नेहरू पो मर्नदेखि डराउने। जो साधक छ, जो समर्पित छ, जो भगवानको दास छ, जो वैष्णव छ, त्यो मर्नदेखि कहिले पनि डराउँदैन। भागवतले यही सिकाउँछ, भागवतले यही सिकाउँछ।